साथीहरु यो चाहिँ सस्तो मार्केट है यता यो चाइना टाउन भन्नेतिर यो चाहिँ ताजा ताजा मासु पाउँछ ठ्याक्कै यो आकाशे पुल देख्नुभयो उता पारीबाट उता ओभरबाट आउँदा 467 को बस आउँछ ठ्याक्कै यो पुल मुनि रोक्छ उता पारीपट्टि रोक्छ त्यहाँबाट अलिकति पारी गएर ठ्याक्क चाइना टाउन भन्दा अलिकति तल गएर ताजा मासु खान मन लाग्यो भने जो पनि रोमानियामा हुनुहुन्छ नि साथीहरू उहाँहरूले चाहिँ यसो खान सक्नुहुन्छ यो आयो यताको पारीको चाहिँ कति गाडीहरू लगाइरह रेलको बाटो हो रेल चाहिँ हिँड्दैन त पारी यता भित्रपट्टि लाग्छ 467 चाहिँ पारी जानुपर्ने हुन्छ हामी चाहिँ म चाहिँ रोड क्रस गर्नुपर्ने हुन्छ फेरि रोड क्रस गरेर जानुपर्ने हुन्छ हामीलाई चाहिँ यता चाहिँ घाम लागिसक्यो अब चाहिँ गर्मी सुरु भइसक्यो कि सबै सस्तो मार्केटमा है सबै तपाईँहरूले खोजेको सबै हरेक चिजहरू पाउन सक्नुहुन्छ यहाँको मान्छेहरू पनि यहीँ आएर चाहिँ सबैले लग्नुहुन्छ धेरै मान्छेहरू प्रायबाट सामानहरू लगिरहेको हुन्छ यहाँको मान्छेहरू पनि किनकि त्यहाँ ताजा ताजा पाउँछ साथीहरू जो पनि रोमानियामा हुनुहुन्छ बुकारेस्ट यता वरिपरि हुनुहुन्छ भने तपाईँहरू यो चाइना टाउन है चाइना टाउनको तपाईँहरूको गेट यहाँ चाइना टाउन देखेको छ कि यो गेट देख्न सक्नुहुन्छ गेट चालु गर्नु त्यहाँबाट यो चाइना टाउन भयो यो बोर्ड भयो त्यहाँबाट थोरै अलिकति तल जानुपर्ने हुन्छ हामी चाहिँ थोरै तल गएर सबैजना त्यहीँबाट आउनुभएको हो उहाँहरू चाहिँ तपाईँहरूले धेरै सामान चाहिँ ल्याउन सक्नुहुन्छ त्यहीँबाट चाहिँ तपाईँहरूलाई के चाहियो फुलहरू चाहियो भने अन्डा सन्डा चाहियो भने ल्याउन सक्नुहुन्छ साथीहरू देख्न सक्नुहुन्छ नाइस चीज ओके नो अरे 5 रुपियाँ अरे है यसलाई त हेर्नु कस्तो राम्रो है सिम्फुलै अरे अहिले फर्किँदा चाहिँ एउटा लेख्नुपर्ने होला राम्रो रहेछ सामानहरू राख्नुलाई चाहिँ सिम्फुली अरे यस्तो चाहिँ 5 रुपियाँ अरे साथीहरू हाम्रो नेपालमा मात्रै होइन जुनसुकै ठाउँमा पनि तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ हाम्रो नेपालमा नि थरीको बुनेर चाहिँ मान्छेको भिड हुन्छ है पानी आएको भएर चाहिँ आज यस्तो हिलो छ धेरै हिलो छ तपाईँहरू मान्छेहरू हाम्रो मौसम हाट बजारहरू लाग्छ नि सस्तो पसलहरू सस्तो बजार लाग्छ नि त्यस्तै हुन्छ है ल हेर्नु यहाँको मान्छेहरू सबै आउनुहुन्छ है यसरी बोकेर चाहिँ ल्याउनुहुन्छ यहाँको मान्छेहरूले यो काब्रो भन्छ है खसीको मासु यसरी बोकेर लैरहेको हुन्छ यहाँको मान्छेहरूले चाहिँ आएर यो चाहिँ
यहाँबाट लग्नुहुन्छ फेरि पनि यो नयाँ फुले त हाम्रो दाइले चाहिँ बोलाइरहनु है हाम्रो दाइ है अलरेडी माग न यसमा 5 रुपैयाँको माग न मासुहरू है भिडियो देखाएर यस्तो पसलहरू रोज्नु न त्यहाँ खुट्टाहरू हाले दाइले चाहिँ यस्तो यस्तो खुट्टाहरू हाल्नु पनिरहरू देख्न सक्नुहुन्छ उनीहरूले पाउडर पनि खानुहुन्छ यसले नयाँ फुलेको है यस्तो थाप्रो चाहिँ थिएन कि अब थाप्रो चाहिँ नयाँ फुलेको म लग्छु पहिला हेर्नु न म 1 किलो लान्दा नि खसी हो सबै बङ्गुरहरू कता गाडी पार्किङ गर्ने ठाउँ छ हामीसँग त गाडी छैन कि त्यही भएर यहाँ त पार्किङ गर्ने ठाउँहरू पनि रहेछ आउनु पर्छ हामी पनि खसी धेरै धुनमा खसीहरू बङ्गुर पनिरहरू राम्रो हड्डी किलो नि रहेछ त्यहाँ किलो नि रहेछ त लाने हो काप्रा भन्ने छ है कुखुराको मासु पनि पाउँदो रहेछ कित बानी 3 ओके थ्याङ्क यू 35 रुपियाँ हालेर यता चाहिँ काब्रो छ साथीले काब्रो लिनु गइरहेछ हामी सबै नेपाली दाजुभाइ 4-5 जना हाँ हजुर 25 रुपियाँ केजी टमाटर गाजरहरू हजुर आलु है टमाटर 25 रुपियाँ केजी देखाएको थियो
Unul are 60 de perechi, am văzut de pe internet, eu am mai avut nici așa ne jucăm cu el, e de la mic, ăsta e. Merge în continuare. Dacă te uiți, Iată, răi. Jualan alin nih, jualan apa tuh ini? 15 रुपये 15 याद उठा Plastik var ya senin. हामीलाई उ चाहिएको थियो कि एउटा हल्दीमा हाल मोबाइल Alea motoare japoneze. Și atunci 369 eu am avut vină de italiană care mi-a luat de 2 ori. Nu cred mă că avea pretenții. O dimineața și seara și nu mai avea tăria a doua cu altul. Păi ce spui dumneata? Nu e italian, nu văd. Spuneam că el e crescător. Eu asta mai mult. Calcă cu aici.